हेलो एन्ड नमस्ते। आज असार 8 नयाँ दिनलाई फेरि एकपल्ट मनदेखि नै स्वागत गरौँ। बिहान म निस्किए विद्यालय ड्युटीमा छोड्न बिएनसी मेडिकल कलेज। सहर एकदमै शान्त देखिन्थ्यो। यो सेक्सनमा अहिले धुलो पनि खासै थिएन। इट फेल्ट पिसफुल एन्ड फ्रेस। घर फर्किएँ, हल्का ब्रेक लिएँ, चिया र टोस्ट खाएँ। त्यसपछि म निस्किएँ आफ्नो ड्युटीतर्फ। एडभान्स पेन क्लिनिक अगाडिको बाटो हुँदै म पुगेँ बिर्ता सिटी पार्किङ र लिफ्ट खाली भेटाएँ र फर्स्ट फ्लोरमै बिरामी निस्किएपछि म गएँ डाइरेक्ट थर्ड फ्लोर मेडिसिन आइसियुमा। फटाफट ह्यान्डओभर लिएर 5 पेसेन्ट हुनुहुँदो रहेछ। बिरामी एक्जामिन गरिसकेपछि रेकर्ड किपिङ गरेर मेरो दिनको सुरुवात हुन्छ। एनेस्थेसियाको राउन्ड सकिएपछि हामीले चिया पियौँ। मैले काठमाडौँ युनिभर्सिटीमा सर्टेन डकुमेन्ट्सहरू पठाएँ र फिजिसियनको राउन्डमा काउन्सिलिङ पछि आई फेस्ड अ ट्रेजेडी। एउटा मिडल एज म्यान जसलाई 2 वर्ष अगाडि नै एकपटक हार्ट एट्याक भएर स्टेन्ट हालेको रहेछ, त्यसपछि पनि रक्सी अन एन्ड अफ खाँदै हुनुहुँदो रहेछ र फेरि हार्ट एट्याक आएपछि उहाँलाई बचाउन सकिएन र उहाँको आफन्तलाई इन्फर्म गर्न भनेर बोलाउँदा बिरामीको 13-14 वर्षको कान्छो छोरा मात्र रहेछ। तिमी मात्र हो बुवाको, अरू कोही आफन्त हुनुहुन्न भन्दा श्रीमती कुनै गल्फ कन्ट्रीमा काम गर्दै हुनुहुँदो रहेछ र ठुलो छोरा युरोपमा हुनुहुँदो रहेछ। भाइलाई अब बुवा रहनु भएन भन्न मलाई एकदमै अप्ठ्यारो लाग्यो र कल लगाउन त भनेर कल लगाउँदा सबैजना काममा गइसक्नु भयो भने उसले। यहाँ कोही छिमेकी गार्जेन अथवा कोही हुनुहुन्छ भने हस्पिटलको बिल्सहरू क्लियर गर अनि अन्तिम संस्कारहरू गर भनेर मजाले सम्झाएँ। यो त एउटा प्रतिनिधि घटना मात्र हो। यस्तो टाइम एन्ड अगेन भइरहेको हुन्छ र हरेकचोटि आई फिल ब्याड विथ द सिचुएसन अफ माई कन्ट्री। यो सबै कुरा गर्दा गर्दै बजेछ 3:30 र हल्का भोक लागेपछि म र सौरभ निस्क्यौँ तल क्यान्टिन समोसा खान। सदी पनि आइपुगेछ। होम केयरको केही कामहरू सकेर र खाजा खाँदै बनायौँ एउटा पोस्ट। त्यसपछि इभिनिङ राउन्ड गर्दै बिर्तामोडको भ्यू हेर्दै थिएँ। राउन्ड सकेर कामहरू सकिँदा बजेछ 7। विद्यालय ड्युटीबाट रिसिभ गरेर घर र खाना खाएर म आएँ फेरि हस्पिटल। अफिसियल काम, एडिट्स र पेसेन्ट हेर्दा हेर्दै बजेछ रातिको 2 र एकछिन रेस्ट गरेपछि बिहानै स्नेक बाइटको न्यू पेसेन्ट आएपछि उहाँलाई हेरिसक्दा बजेछ 7। झ्यालमा परेको पानी र बन्दै गरेको एसियन हाइवेमा कुदेको गाडी हेर्दै एकछिन ड्युटी रुममा गएको। डाक्टर वैद आइसक्नु भएको रहेछ र ह्यान्डओभर दिइसक्दा डाक्टर पुष्पकको कल आयो र म निस्किएँ उहाँलाई भेट्न पेन क्लिनिकतिर।